शान्तिनगर गाउँपालिका वडा नम्बर 5 ढोरेनी निवासी कालीचरण चौधरी वैदेशिक रोजगारीको लागि मलेसिया हुनुहुन्थ्यो र काम गर्दै गर्दा उहाँलाई प्रेसरले हानेपछि थला पर्नु भएको थियो। त्यही बीचमा उहाँलाई घरको अवस्था कमजोर भएको हुनाले सम्पूर्ण स्वदेश विदेशबाट सहयोग गर्ने सहयोगी मनबाट आर्थिक रुपैयाँ उठाएर स्वदेश ल्याइएको थियो। लामो समयसम्म काठमाडौँमा उपचार भएपछि घर ल्याइएको थियो र स्वास्थ्यमा भने निकै सुधार भएको थियो। थप उपचारको लागि अझ स्वास्थ्यमा चाँडो सञ्चो होस् भनेर वडा नम्बर 5 का वडा अध्यक्ष उपेन्द्र बहादुर राउत, गोविन्द बस्नेत, गणेश चौधरीले उहाँलाई तुलसीपुरमा रहेको शारीरिक अपाङ्गका लागि निशुल्क फिजियोथेरापी सेन्टर रहेछ त्यही लिएर आउनु भएको छ। उहाँलाई अब हामीले केही महिना यहीँ राखेर सञ्चो गराउने र उहाँलाई यही फिजियोथेरापी गराउने भनेर यही लिएर आएका छौँ। नमस्कार, म शान्तिनगर गाउँपालिका वडा नम्बर 5 को वडा अध्यक्ष। शान्तिनगर गाउँपालिका वडा नम्बर 5 को ढोरेनी बस्ने कालीचरण चौधरीको विदेशमा चाहिँ उसको चाहिँ प्यारालाइसिस भएको थियो। हामीले विदेशबाट विभिन्न साथीहरूको सहयोगमा यहाँसम्म ल्याइपुगेका थियौँ र केही सुधारहरू भएको थियो। तसर्थ हामीले चाहिँ यो तुलसीपुरमा अपाङ्ग समाज सुधार केन्द्रले पनि यसलाई चाहिँ सहयोग गर्दो रहेछ। एक्साइजहरूको सहयोग गर्दो रहेछ। त्यहाँ ल्याएर आज आएका छन्। यो चाहिँ अपाङ्ग समाज सुधार केन्द्रलाई मेरो व्यक्तिगत तर्फबाट र मेरो वडाको तर्फबाट मैले धन्यवाद दिन चाहेँ। यस्ता कामहरू आगामी दिनमा गर्दै रहन्छ। म हामीबाट हुने काममा व्यक्तिगत तर्फबाट वडाको तर्फबाट पनि उहाँहरूलाई चाहिँ म सहयोग गर्ने प्रतिबद्धता साथ अगाडि बढ्दछु र धेरै अपाङ्ग साथीहरू वडामा बस्नुहुन्छ, एक्साइज नपाएर घर बस्नु भएको छ। उहाँहरूलाई पनि यसै गरी वडाका चाहिँ बिस्तारामा बसेका साथीहरूलाई यहाँ ल्याउने प्रक्रियामा छु र यसलाई पनि हामीले सहयोग गरेर हामी सबैले सहयोग गरेर यो अपाङ्ग समाज सुधारलाई पनि अगाडि बढाउनुपर्छ भन्ने चाहिँ विश्वास राखेको छु। धन्यवाद छ। म हिमकान्तले अपाङ्ग समाज सुधारको निम्ति कार्यक्रम संयोजक संस्थाको अध्यक्ष। विशेष गरेर म आउने शान्तिनगर गाउँपालिका वडा 5 का अध्यक्षज्यू यहाँ पाल्न सबै मित्रहरूले हात गर्न चाहन्छु। किनभने यतिको अध्यक्ष एउटा बिरामीको लागि एकजना बिरामीको लागि यति खति गएको छ। यो हामीदेखि मान्छे मात्रै थाहा होला, सम्पूर्णलाई थाहा होस् भने यो सामाजिक सञ्जाल मार्फत अथवा अनलाइन मार्फत जानकारी होस् भन्न चाहन्छु। जनताको भोटलाई कभर गर्ने, जनताको भोटलाई सम्मान गर्ने अध्यक्षको 1000 जनामा मैले एकजना देखेको भयो। यो त मेरो महानता काम हो भने आगामी दिनमा उहाँले सोचेको कुरा, उहाँले उहाँका सपनाहरू अपाङ्गता भएका व्यक्तिहरूका र गरिबी बिचका परिवारको लागि यस्तै किसिमको काम गर्नुहुनेछ भन्ने आशा राख्दै फेरि उहाँलाई पुनः धन्यवाद दिँदै म नमस्कार। आफू यहाँ आएर फिजियोथेरापी गर्न थालेपछि आफ्नो स्वास्थ्यमा निकै सुधार आएको धनबहादुर ओली बताउनुहुन्छ। मेरो नाम नमस्ते, मेरो नाम धनबहादुर ओली, घर सल्यान गाउँपालिका वडा नम्बर 1। कति भयो सुरुदेखि यस्तै हुनुहुन्थ्यो कि भर्खरै यस्तो कति भयो? मेरो चाहिँ यस्तो भएको 6 वर्ष भइसक्यो। यहाँ आउनु थाले कति भयो? यहाँ आउनु थालेको म यही संस्थामा बस्दै गरेको 2 महिना र कोठाबाट आएको 5 महिना भइसक्यो। कतिको चेन्ज भएको महसुस गर्नुभएको छ तपाईँ? चेन्ज चाहिँ धेरै सुधार भएको जस्तो छ। बेडको बिस्तारामा बसिरहने सुतिरहने मान्छे अहिले चाहिँ आफै ढल्यो भने उठाउनु पर्थ्यो मान्छेले। अहिले आफै उठ्ने, आफै चाहिँ हुन्छ नि। अब अलिकति सहज पहिले भन्दा चाहिँ सहज भएको छ, चेन्ज भएको छ धेरै। हजुर, के भन्न चाहनुहुन्छ संस्थाको सरहरूलाई? के छ हाम्रो संस्थाको सरहरूलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु। किनभने हामी जस्तो पैसाहरू नभएर निःशुल्क फिजियोथेरापी गरेर हामीलाई बस्ने खानेसित लगेर यो थेरापी चाहिँ फिजियोथेरापी गराउने संस्थालाई विशेष धन्यवाद दिन चाहन्छु। जो कोही पनि आफ्नो कोठामा बिरामी भएर अस्वस्थताको कारण, पैसा नभएको गरिबीका कारण कोठामा एक्लै बसेर रुमाल लिन नसकेको व्यक्तिहरूलाई ल्याएर चाहिँ यति बनाउनु चाहिँ एकदम महान कार्य हो। मलाई विशेष धन्यवाद।